खप्तडको पुण्य भूमिमा बसिरहनु भएका हाम्रो चाहिँ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई म सदर समितिको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। म बझाङ हो, म पनि तपाईहरू जस्तै जुजीबाट भागेको हो। म त्यहाँ छैन जुजीमा, त्योभन्दा अलग गाउँमा छु। त्यसको इतिहास छ, बझाङी राजालाई मारेर हामी त्यहाँ बसेको हो होइन। तर अब म सानै छँदाखेरि अलिकति यो इतिहासका कुराहरूमा चासो राख्ने मेरो स्वभाव थियो। त्यसैले मैले 2051 सालदेखि तीनटै गाउँका मान्छेहरू बोलाएर एउटा समिति बनाएर यसको खोजको अनुसन्धान गरेको थिएँ। आउँदो साल चाहिँ 30 वर्ष पुग्छ यो खोज अनुसन्धानमा लागेको होइन। त्यसैले यो खोज अनुसन्धानमा मैले भेटाएका धेरै प्रश्नहरू, प्रतिप्रश्नहरू, उखान तुक्काहरू र त्यसको इतिहासका कुराहरूलाई चाहिँ मैले चाहिँ वंशावलीको साभारहरू यो गरिसकेपछि यहाँहरू सबैलाई चाहिँ यस्तो भएको छ कामहरू, यसलाई के गर्ने, अरू थरुहरूले पनि मलाई यो मागिरहेछन्, के गरौँ भन्दाखेरि ल हामी तयार छौँ, हामी यो चहल पहल गरेर के हुन्छ यसलाई प्रक्रियामा लग्छु भन्ने कुराहरूबाट चाहिँ हामी अहिले माघदेखि चाहिँ यसको एउटा अभियानमा लागेका छौँ। स्वभाव नै हो, म को हुँ, मेरो बुवाको हो, मेरो बाउ बराजुको हो, मेरो पहिलेको जन्मस्थान कहाँ हो, कहाँबाट आएको हो, सबैको मनमा कौतूहलता लाग्नु चाहिँ स्वाभाविक हो। त्यो लागिरहेको पनि छ, हामी राहुलको मात्र होइन सबैको लागिरहेछ। सबैले धेरैले बुझ्नेहरूले जससँग इतिहास छ उनीहरूले साभार पनि गरिसकेका छन् र हामी पनि यो प्रक्रियामा छौँ। मैले यहाँलाई अनुरोध के गरेँ भने गोत्र पहिले चाहिँ 7वटा ऋषिका गोत्र हुन्, त्यो अनुसारको गोत्र हुन्थे। त्यसपछि 10वटा भयो, त्यसपछि अहिले 108वटा पुगेका छन्। गोत्रमा चाहिँ राहुलहरूको इतिहास छैन। यो हामी चाहिँ जो हाम्रो गोत्र हो त्यो हामी खोज्दैछौँ। त्यो एक दुई ठाउँमा फरक पऱ्यो भने जो वास्तविक गोत्र हो त्यो आउँछ, त्यसलाई चाहिँ चिन्ता नलिनु। कुरो के छ भने राहुल भनेको वंश हो, रघुवंश हो। रघुवंश भनेको भगवान् रामको कुल हो। त्यसैले हामीलाई राहुलहरूलाई वंशमा अथवा रघुवंशी राहुलहरूलाई वंशमा चाहिँ गौरवान हो क्या। हामीलाई वंशको कुरा गर्दाखेरि हामी रघुवंशी हौँ, रजवंशी पनि भन्छन् हामीलाई, तर रजवंशी होइन, रजतम शत भन्नेको चाहिँ अलग हो। हामीले चाहिँ के बात भने सूर्य वंश अथवा रघुवंश एउटै हो होइन। त्यसैले सूर्य वंश समुत्पन्न चन्द्र अल्लाहने स्तुति ओला राख्ने न विचित्र तस्मात राहुल कथित भन्ने चाहिँ संस्कृतमा चाहिँ हामीले उपाधि पनि पाएछौँ राहुलहरूले। यसलाई म पछि जोड्छौँ। राहुलहरूको वंशको कुरा गर्नुहुन्छ भने हामी रघुवंशीको उद्गम स्थल भनेको भारतको अयोध्या हो। उहाँले पनि एउटा ल्याउनु भएको छ होइन। भारतको अयोध्यामा हामी रामचन्द्रको कुलमा जन्मेको वंश हो रघुवंश भनेको। यो अहिले 360 पुस्तामा छ। त्यो चाहिँ लिपि साभार छ पुरा इन्डियामा। र अयोध्याबाट चाहिँ हामी एउटा शासक भएर यो वंशमा कश्यप ऋषि पनि यसै वंशमा जन्मेका छन्, पहिलो राजा मरिच पनि यसैमा जन्मेका छन्। त्यसैले सूर्य वंश चन्द्र वंश दुईटा वंश हुन्छ। हामी सूर्य वंशका हो। हामीलाई रघुवंश भगवान् रामलाई चाहिँ रघुवंश भनेपछि रघुवंशकै वंशमा जन्मेकोले हामीलाई रजवंशी अथवा रघुवंशी राहुल भनेर अहिलेसम्म पनि चिनिन्छ। हामीलाई चाहिँ गोत्रमा चाहिँ त त्यति सबैको हुन्छ, गोत्र ऋषिहरूको, त्यसमा चाहिँ हाम्रो इतिहास छैन, हाम्रो वंशमा इतिहास हो। त्यसैले हामी त्यहाँबाट चाहिँ हामी राजस्थानमा गएका छौँ। राजस्थानमा तपाईँ चित्तौरगढ भनेर वरिपरि ठुलो मैदान छ, बिचमा एउटा गढ छ, ठुलो गढ छ। त्यहाँ ठुलो पहिलो इन्डियाकै अथवा साउथ एसियाकै पहिलो शासन सत्ता चलाउने राजा भनेको चाहिँ चित्तौरगढ हो। चितौलीगढको इतिहास हेर्ने हो भने तपाईँहरू अहिले पनि धेरै ठाउँ पाउनुहुन्छ। त्यसैले चितौलीगढमा एउटा शासक भएर हामी चाहिँ अयोध्याबाट चाहिँ शासक भएर त्यहाँ गएका थियौँ। र त्यहाँ जाँदाखेरि हाम्रो त्यो शासकमा चाहिँ एकजना चाहिँ के अरे रानी गर्भिणी हुँदाखेरि राजाको मृत्यु हुन गयो र त्यति बेला सती प्रथा थियो। राजाहरूको जति रानीहरू सती जानु पर्थ्यो, तर गर्भमा बच्चा भएकोले चाहिँ सती जान नपाउने एउटा ऋषिले चाहिँ हरित ऋषिले त्यस्तो आज्ञा गरेकोले चाहिँ उनले चाहिँ आफैसँग लिएर एउटा गुफामा लगेर गए। गुफामा लग्दाखेरि त्यहाँ
पछि 2-4 महिनापछि चाहिँ एउटा बालकको जन्म भयो, त्यसको नाम चाहिँ कालभोज राखियो। ती कालभोज चाहिँ पछि ठुला हुँदै गए, त्यहाँको त्योभन्दा शक्तिशाली मान्छे कोही पनि बनेन। त्यसपछि तिनले बप्पा रावल भन्ने उपाधि पाए। त्यहाँ बप्पा रावलले चाहिँ अफगानिस्तानसम्म राज्य गरे। रावलपिण्डी इस्लामाबाद पाकिस्तानको उनकै नामबाट भएको हो। उनले अफगानिस्तानसम्म राज्य गरेका थिए। इन्डिया त इन्डिया थियो। त्यसैले बप्पा रावलको अहिले पूजा गरिन्छ प्रत्येक भारतमा। राजस्थान तपाईँको मध्य प्रदेशदेखि तल लिएर बप्पा रावल अथवा रावलहरूको बप्पा रावल भनेर पुजिँदैन, रावल भनेर मूर्ति सरह पुजिने गरिन्छ। त्यसैले त्यो रावल भनेको के हो भन्ने कुराहरूमा रावल भनेको पद हो, राणा भनेको उनी पद हो। हामी जुन किसिमको हाम्रो थर हाम्रो अहिले उपभोग गरिरहेका छौँ त्यो कुनै ठाउँको नामबाट र कुनै पदको नामबाट चाहिँ थरहरू कायम भएको इतिहास हो। संसारभरि नै त्यसरी हुने हो। त्यसैले त्यहाँ त्यो बप्पा रावल पछि सन्तानहरूमा एउटा भुइल वंश भए, एउटा सिसोदिया वंश भए, एउटा रावल शाखा भनेर चाहिँ त्यसमा चाहिँ अहिले रावलहरूलाई चाहिँ हामी मात्र छैन, रावलहरू त्यहाँ क्षेत्रीय रावलहरू पनि छ, ब्राह्मण रावलहरू पनि छ। राजस्थानको राजनीति रावलहरूकोमा छ। रावल समाजले चाहिँ त्यति गर्छ। रावल भनेको के हो? रावलको शाब्दिक अर्थ तपाईँहरू सोध्नु होला। हरेक शब्दको चाहिँ शाब्दिक अर्थ हुन्छ। रावल भनेको निपुणता हो। रावलको अर्थ भनेको चाहिँ श्रेष्ठता हो। जो विधि विधान वेद वेदान्तमा निपुण छ त्यसलाई रावल ब्राह्मण भनेर भनिन्छ। जुन चाहिँ युद्ध कलाहरूमा चाहिँ समर्पित छ, युद्धहरूमा चाहिँ लडाइँमा चाहिँ पोख्छ त्यसलाई रावल छेत्री भनिन्छ। त्यस्तै रावल भनेको चाहिँ कुशल, निपुणता, श्रेष्ठता र चाहिँ एकदम चाहिँ ज्ञाता भनेर चाहिँ त्यो रावल भनिन्छ। अहिले पनि तपाईँ सोध्नु सबैजना पशुपतिनाथमा चाहिँ रावल गणेश दत्त भट्ट मूल पुजारी हो। बर्दी केदारमा सुन्नुहोस्, बर्दी केदारका 4 धामका मुख्य जुन पुजारी हुन्छ तिनको अगाडि चाहिँ तिनी भट्टहरूको अगाडि रावल लेखिन्छ। तपाईँ युट्युबमा पनि सर्च गर्नु होला। त्यो रावल भनेको त्यस्तो पदवी हो। त्यो हो। त रावलकै सम्बन्धमा यहाँहरूले भन्नुभएको छ गोत्रहरूको कुराहरू गर्दाखेरि रावल चाहिँ नेपालमा समावेशी आयोगमा 9वटा रावलहरू समावेश भएका छन्। रावलहरूको चाहिँ अब हामी त्यहाँ समावेश भइसकेका छैन, हाम्रो अलिकति केही बाँकी छ। नेपालमै 10-12 किसिमका रावलहरू छन्। यहीँ पनि तपाईँको राणाकोटी रावल छ, मानाकोटी छ, साणिल्य गोत्र हो, गर्खाल रावल छ, तपाईँको अर्ती गोत्रवालाहरू पनि छन्। अनि तपाईँको साउनो गोत्रवाला चाहिँ जुफाल रावलहरू छन्। उत्तराखण्ड र यो बैतडी डडानधुरामा बस्छन् उनीहरू। त्यसै चाहिँ भारदाजी गोत्रहरू चाहिँ गोर्खातिरका रावलहरू भारदाजी र अर्ती बस्छन्। तपाईँको स्याङ्जातिर बस्छन्। ती अब कश्यप गोत्रीय रावलहरू अब हामी छौँ होइन। त्यसैले रावलहरू चाहिँ एउटै हुँदैन, रावलहरूको गोत्र अनुसारको फरक हुन्छ। 10 किसिमको रावलहरू चाहिँ नेपालमा हामीले पाएका छौँ। र अब हामीले जुन किसिमको त्यहाँ कुरा गरेँ ईसापूर्व 600 को कुरा हो बप्पा रावलको कुरा। ईसापूर्व 600 पूर्व भनेको धेरै अगाडिको कुरा हो। त्यसको शासन सत्तापछि चाहिँ विभिन्न शाखाहरूमा हामी विभाजित भयौँ। भुइल शाखा, सिसोदिया शाखा, सिसोदिया शाखाका राणा महाराणा प्रतापहरू हुन् तिनीहरू। त्यसैले रावल शाखा अन्तर्गत चाहिँ हामी त्यहाँबाट रावल भएको हो। र त्यहाँ रावल हुँदाखेरि अब यो विक्रमको 9-10औं शताब्दीतिर अलि मुसलमानहरू खान पठानहरूको युद्धमा चाहिँ धर्मयुद्ध हुँदाखेरि राजस्थानमा चाहिँ तपाईँको हलचल पैदा हुँदाखेरि त्यहाँबाट थुप्रै आर्य वर्गहरू, आर्य समुदायकाहरू त्यहाँ हिन्दू धर्म मान्ने आर्य समुदायका मान्छेहरू चाहिँ त्यहाँबाट भागेका छन्। त्यो भाग्दाखेरि पश्चिम भारतको उत्तर पश्चिम हुँदै नेपालभित्र प्रवेश गरेका छन्। र त्यो हुँदाखेरि हामी कत्तिरी कुमाउँमा पुगेका छौँ। कत्तिरी कुमाउँमा पुग्दाखेरि हामी चाहिँ त्यहाँको सूर्यवंशी राजाको हामी चाहिँ के अरे सेनाको फौजीको प्रमुख भएर हामी राणा भएका छौँ। त्यहाँ चाहिँ सेनाको प्रमुखलाई फौजीको प्रमुखलाई राणा पदवी दिन्छ। अहिले जर्नल कर्नेल भन्छौँ, मेजर भन्छौँ। त्यति बेला चाहिँ राणा भन्थ्यो। जो चाहिँ सेनाको प्रमुख हो, फौजीको प्रमुख हो, त्यसलाई राणा भनिन्छ। त्यसैले चाहिँ हामी कत्तिरी कुमाउँमा भन्दाखेरि हामी राणा भएका छौँ। र केही पुस्ताहरू त्यहाँ हामीले त्यहाँ व्यतीत गरेका छौँ। त्यो व्यतीत गरिसकेपछि त्यहाँ चाहिँ चन्द्रवंशीय र सूर्यवंशीय राजा 2टा थिए, वीरभद्र र शक्तिभक्त भन्ने 2टा थिए। तिनीहरूको लडाइँ हुँदै गयो। लडाइँ हुँदै गर्दाखेरि तपाईँको कुमाउँ गोडावालमा त्यहाँको सूर्यवंशी राजाको हार भयो, चन्द्रवंशी राजाको जित भयो। त्यसपछि हामी त्यहाँबाट पनि भाग्नु पर्यो। हामीले त्यहाँबाट भाग्दाखेरि हामी चाहिँ बझाङको
जेठो गोर्खा भन्छ, त्यो जुजी पनि पछि भागो हो नाम। त्यो जेठो गोर्खा भनेर चिनिन्छ इतिहासमा, स्कन्द पुराणमा जेठो गोर्खा भनेर चिनिएको छ। त्यसैले त्यहाँ जेठो गोर्खामा चाहिँ हामी त्यहाँ राणा भएर आएछौँ। तिलैचन्द कटैचन्द, बडे राजा तिलैचन्द कटैचन्द राणाको पाठ भन्ने सुन्नुभयो होला तपाईँले। उषा राणा रावलको पाठ सुन्नुभयो होला, रना रावलको सुन्नुभयो होला। त्यसलाई हामी चाहिँ वृक्षि रूपमा अहिले चाहिँ हामी अध्ययन गर्दैछौँ, केही कुराहरू आएको छ। त्यहाँ आउँदाखेरि हामी चाहिँ त्यो जुजी भनेको सुदूरपश्चिममै एउटा रमणीय र यो उर्वर भूमि हो, मान्छे बस्न लायकको। पाटन यहाँ साफे बगर जस्तै, बान्डुसन जस्तै त्यस्तै जुजी क्षेत्र पनि हो। त्यसमा चाहिँ तिलैचन्द कटैचन्द राणा आफ्नो गुरु पुरोहित जयदेव विजयदेव जोशी, सुना साउद भनेका तिनीहरू अहिले ढोली भएका छन्, अधिराज्यभरि छन्। धनेबिच्छे ऐर भनेको तिनीहरू ओड भएका छन्। गाँडो उपाध्याय भनेर आफ्नो गुरु पुरोहित कुशललाई लिएर सबैको वंशावलीमा यही छ। 5वटा थरहरू हामी सँगै त्यहाँ आएका छौँ। त्यहाँ आएर जुजीमा त्यति बेला सिजाका राजा मारा चल्ल मल्ल यिनीहरूको जुन नागराजको इतिहासदेखि लिएर तिनीहरूमा भएका तिनीहरूका चाहिँ एउटा साना के अरे मतवाली राजाहरूका युनिट थिए त्यहाँ जुजीमा पनि, अरू ठाउँमा पनि। तिनीहरूलाई कसैलाई मन्त्रमुग्धबाट, कसैलाई युद्धबाट हराएर त्यो जुजी क्षेत्रको वरिपरिको चाहिँ हामीले राज्य गरेको देखिन्छ। र त्यो राजा हुँदाखेरि चाहिँ बजाङ्गी राजाको जिजु बुवा भनेको, बाजे भनेको हरिवंश राणा हो। हाम्रो बाजे भनेको तिलैचन्द कटैचन्द राणा हो। हामी त्यहाँ आएर चाहिँ तिनतिर चाहिँ पहाडले घेरेको छ र एउटा जिउलोसँग भएको ठाउँलाई त्यसलाई हामीले चाहिँ खौलो, मानवनिर्मित खौलो काटिरहेका थिए। दसैँको दिन राज्याभिषेक थियो हाम्रो बाजेको। त्यसपछि 9औँको दिनमा चाहिँ त्यहाँ हरिवंश राणा आएर, राजा भनेको त म हुँ, म हरिवंश राणा हुँ, मैले यिनलाई चाहिँ यिनीहरू सेना हुन्, यिनीहरूलाई खौलो कटाउन पठाएको हुन् भनेर चाहिँ त्यहाँ हल्ला फैलायो। पछि त्यो राणाकोटमा तिलैचन्द कटैचन्दका त्यो कुराकानी आउँदाखेरि पछि चाहिँ थाहा पाएपछि ल को हो त त्यो मान्छे भनेर त्यहाँ सोधनी खोजनी गर्दा कहीँ पनि भेटिएन। पछि त्यसलाई चाहिँ उर्दी गरेर त्यसलाई छाकबासो पनि नदिनु, को हो यदि कसैले थाहा पायो भने समात्यो भने दरबारमा ल्याउनु भन्ने उर्दी भयो तिलैचन्द कटैचन्दबाट। पछि त्यो मान्छे चाहिँ त्यहाँबाट अब साँझै त्यहाँबाट भागेर त्यो बजाङ्गी राजाको कोटभन्दा तल एउटा तारुगाडको खोला छ, त्योभन्दा यता नै एउटा ओडतोला भन्ने ठाउँ छ, त्यसमा गएर उनले बास काटे। त्यससँग एउटा ढेक्रे बोरो भन्ने चाहिँ बुङ्गलको बजिरको त्यहाँ बजारमा बुङ्गल भन्ने क्षेत्र छ, त्यहाँको उसलाई लिएर आएको थिएँ। त्यसपछि त्यहाँ आउँदाखेरि चाहिँ त्यहाँ चाहिँ कुनै ठाउँमा छाकबासो पाएन, त्यो ओडतला भन्ने ठाउँमा बसे। त्यही मात्र त्यो जग्गा जुजीमा अहिले बजाङ्गी राजासँग छ, उनीहरूले अहिले बिक्री गर्यो। नत्र त्यो जुजीको सेरो भेरो भएको ठाउँमा चाहिँ बजाङ्गी राजाले न ठकुरी छ, न चाहिँ बजाङ्गी राजाको त्यहाँ कुनै जग्गा जमिन छ, त्यो सबै हाम्रो अधीनमा थियो त्यतिखेर। त्यो हुँदाखेरि चाहिँ पछि पछिल्लो बिहान तिनीहरू चाहिँ बजाङकोट, त्यो प्राकृतिक कोट हो, त्यो कोटमा गएर त्यहाँ कालभैरवको थान पनि थियो, कालो ढुङ्गो पनि थियो। त्यो ढुङ्गालाई चाहिँ तल 1000 मिटर कति तपाईँको त्यति होला, 700-800 मिटर जति तल खसाल्दाखेरि त्यो ढुङ्गा फेरि माथि आइरहने त्यस्तो शक्ति भएको कालभैरव थान हो बजाङ। त्यहाँ वज्रो पढेर बजाङ भएको हो होइन, त्यो पहिले त्यसै कोट ढुङ्गामा। अनि त्यहाँ कोट बनाउने हिसाबले ऊ त्यहाँ गए, तर बिचैमा साइड जुरेको हुनाले त्यहाँबाट करिब 3-4 किलोमिटर तल सेरो भन्ने ठाउँमा त्यहाँ चाहिँ ढेक्रे बोरोलाई चाहिँ दमाउमा नगारा हान्न लगाएर बजाङ्गी राजा हरिवंश राणाले चाहिँ त्यहाँ राज्याभिषेक कोटमा नपुगेर तल गरिहाल्यो। त्यो गर्दाखेरि चाहिँ त्यहाँ अहिले चाहिँ त्यसलाई चाहिँ दमाउ ठोक्नु भन्छन्, त्यो ठाउँको नाम दमाउ ठोक्नु हो। दमाउ ठोकेको हुनाले त्यहाँ भएर चाहिँ तिलैचन्द कटैचन्द राणालाई चाहिँ म राजा भइसकेँ, अब त्यसले पर्दैन भन्ने चाहिँ उसले जनाउ दिइसकेको थियो। तैपनि त्यही राज्याभिषेकमा तिलैचन्द कटैचन्दले राणाकोटमा चाहिँ आफ्नो राज्य अभिषेक उसले पनि